सो हेलो वेलकम टु द एनदर ब्लग फ्रम राइडर लाइफ। अहिले चाहिँ म यो टुरिस्टहरूको इमिग्रेसनमा छु होइन। भर्खरै एउटा थाइल्यान्डको केटालाई चाहिँ यहाँ पुऱ्याइदिएको क्या। भर्खरै यहीँ तल टेन्सन पार्कबाट एउटाले इन्ड्राइभ बुक गरेको थियो, क्यान्सल गरिदिइहाल्छ अब थाहा थियो। प्यासेन्जरको सानो कम्प्लेनले फेरि हामीलाई फेरि हाम्रो रेटिङहरू कम हुने अनि आइडीहरू ब्लक हुने भनेर मेसेज आउँछ कि इन्ड्राइभले फेरि होइन। 2-3 दिन भयो मलाई फेरि मेसेज पठाइ गरेछ इन्ड्राइभले। पैसा धेरै मागिस् रे यताउता अरे। अब पैसा धेरै नमागे पनि अब कुन चाहिँले कम्प्लेन गर्दैछ होइन। हामीले चाहिँ सुरुमै प्यासेन्जरसँग डिल गरिन्छ कि अब प्यासेन्जर हल्का लोकेसन टाढा छ भने चाहिँ हामीले चाहिँ यति लाग्छ हजुरलाई यति लाग्छ भनेर चाहिँ हामीले प्यासेन्जरसँग डिल गरिन्छ। त्यो डिल गरेर जाँदा पनि अनि प्यासेन्जरले थोरै रिभ्यू हानिदियो भने प्यासेन्जर इन्डियाबाट चाहिँ हामीलाई नोटिफिकेसन आउने यति पैसा बढी मागिस् रे अनि तेरो आइडी ब्लक गरिदिन्छु रे यहाँ आयो आउने इन्डियाबाट। अनि फेरि मेसेज फेरि अनि जस्तै अब डिल नगरिकन प्यासेन्जरलाई चाहिँ त्यो लोकेसनमा गएर बढी पैसा मागे पो प्यासेन्जरले कम्प्लेन हान्न पायो। अनि पहिल्यै डिल गरेर गएपछि त अनि कम्प्लेन हान्न मिलेन नि त। अनि इन्डियाले पनि अब प्यासेन्जरलाई मात्र सपोर्ट गर्ने कि फेरि हामीलाई ट्याक्स पे गर्नु हामीले छ अनि प्यासेन्जरलाई सपोर्ट गरेर फेरि हुन त फेरि प्यासेन्जरहरू भएर त अनि हामीले ट्याक्स पे गर्ने होइन। प्यासेन्जर नभएको भए पनि अनि हामीले ट्याक्स त पे गर्न मिल्थेन नि त फेरि इन्डियालाई। त्यो पनि एउटा पोजिटिभ वेमा सोध्नुपर्छ जस्तो लाग्छ। तर एउटा डिल भइसकेपछि चाहिँ प्यासेन्जरहरूले पनि त्यो जानी चाहिँ त्यो एक्स्ट्रा फेयर गऱ्यो अरे, नमागेको बेला पनि एक्स्ट्रा फेयर माग्यो अरे। त्यस्तो रिभ्यूहरू नदिउँ होला है। हामीलाई पनि गाह्रो हुन्छ नि त अब प्यासेन्जरसँग कहिलेकाहीँ झगडा पर्छ के पर्छ होइन। अब त्यो नर्मल कुरा हो होइन। अब त्यसको लागि पनि सरी। कहिलेकाहीँ हुन्छ प्यासेन्जरको गल्ती हुन्छ, हाम्रो गल्ती पनि हुन्छ होइन। त्यस्तो कुराहरूलाई चाहिँ अब उस गर्नु भएन होइन। सरी भनेपछि चाहिँ सरी पुरै। अनि बिहानभरि चाहिँ पानी परेर त्यो सुल्टो फेरि मान्छे राइडतिर हिँडै अफलाइन पुग्यो फेरि। अब बुढो पनि च्याक्स पनि सक्छ नि फेरि। चाहिँ अफलाइन राइडहरू चाहिँ हामीलाई पाइएन कि केटाको त फेरि खतरा छन् कि अफलाइनहरू। अब त्यो चाहिँ अब केटाहरूले के गर्छन् तर समातिहाल्यो भने पनि अब फाइन लाग्ने रे, अनलाइन मात्र गर्नुपर्ने भयो। अब त्यो चाहिँ अब कसरी के गर्छन् केटाहरू। अब त्यस्तरी त्यो त गर्दैन होला गर्न त। जे पनि परिहाल्यो भने त फाइन लाग्ने यहाँ दिँदै खाने। अहिले ठ्याक्क चेन्ज भइरहेको फेरि वेदरको पानी सिजन पनि। अस्ति एक हप्ता अगाडि चाहिँ 2 बजेपछि पानी परिरहेको डेली। अहिलेको हप्तामा चाहिँ फेरि बेलुका र बिहान परे। आज चाहिँ बिहान परेको नत्र हिजो अस्ति चाहिँ बेलुका परिरहेको थियो। क्यामेराको एङ्गलहरू ठिक छ होला होइन। दाइले सिकाए जसरी मैले गर्न खोजेको अब जस्तो बनाइदिनु त्यस्तै मैले गरिरहेको। अब एङ्गलहरू पनि अब हल्का पछाडि सर्यो भने त अब सबै आउँछ। ह्यान्डल स्यान्डलहरू पनि सबै आयो होला अहिले त। यिनीहरूको पछाडि हिँड्यो भने त अब धुवा खानुपर्छ क्या। अब कालो धुवा मान्छे बिरामी हुने भनेको यो पल्युसनले गर्दा त। सेलिन हो नेपाली हो कि के हो होइन। I think she reduced fear. What? Reduced fear in India. फेयर घटाउनु भएको नेपाली people.
You like Nepali people? I think it's this Indian. You know the gentleman Where are you from? from Korea. Korea, but you don't look like Korean people. Huh? You don't look like Korean. You are Nepali, yeah? So हजुर What? You are Nepali? Or yeah, of course you are Nepali. अनि फेयर चाहिँ किन घटाएको हो? फेयर किन घटाएको हो भने ए नबुझ जस्तो गरेको मलाई फेरि इङ्ग्लिस बोल्न आउन्न क्या मलाई I don't know how to speak English. So why did you reduce price in InDrive? Huh? It's Yeah. It is a blog for my YouTube. Oh, really? Yes. Go on like a live show or something. No live show. Just for taking video. Yeah, I am taking video for YouTube. Oh. You're smart. What? I think you're quite smart. I mean, Quite smart. smart. You're clever. Who? My photo? Okay, take it. In this mirror? Funny? Who is funny? Is this right or wrong? Can you tell me it has been recorded or no? I can't hear. My phone is recording or not recording? Yeah. So I told you that you reduce price in InDrive. Why? I can't hear clearly. It's okay, later. Can't hear you. Okay. You have to pay me 180 because you reduce fare. You feeling lazy? Too much lazy. Oh, Didi. साँच्चै यो कोरियन हो क्या हो? कहाँको राइड हो दाइ? मनी मन्त्रपुलै हो. Shit, यता पो आइयो यार. Yep, this is here. Okay. Okay. You are real from Korea? What? Are you really from Korea? Korea. Yeah, Korea. You are lying. Huh? Are you lying? Are you nine? What do you mean? Are you nine? You speaking jut. I don't understand your. What do you mean? Give me the exact price. That's the price. Yeah, you reduce price in InDrive. Yeah, I don't have phone. It's okay. Thank you. Bye. This was the exact price? What? This was the exact price? Yeah. Really? It's 130, but I give you 140. It was not 130, 140. Yes. I told you to give exact price, but okay. No. Just I will show you. Wait a minute, okay? No.
अनि भर्खरै छोडेको प्यासेन्जरले चाहिँ 20 रुपियाँ घटाएको रहेछ क्या होइन। अनि अब मैले पनि अब हाम्रो त अब जोस्टेर भनेको त अब टाढै पर्छ नि त पिकअप पोइन्ट त। अनि त्यो 180 चाहिँ मैले भनेको थिएँ, उसलाई चाहिँ भने होइन, तर एक्ज्याक्ट प्राइस चाहिँ त्यो भनेको। अझै 10 रुपियाँ कम भएछ ल, ठिकै छ ल, केही भएन, हल्का हल्का घाटा भइहाल्छ कहिलेकाहीँ। अनि मैले चाहिँ एउटा कन्टेन्ट भेटिरहेको थिएँ कि बाटोमा, उता सीता चोक भन्दा अगाडिपट्टि हो। यहाँ चाहिँ बाटो भाँच्दै रहेछ क्या। अनि पोखरा गभर्मेन्टले चाहिँ अहिलेसम्म देखेको पनि छैन। अब यो कसले देखाइदिने हो त, ट्राफिक पुलिसले देखाइदिने नि हो कि यसरी गाडीको पछाडि बाइक भयो भने त अनि त्यसलाई उसलाई कहाँ थाहा नै हुन्न नि त। अनि यो खच्चाक्क पर्छ नि त्यसपछि अनि फाल्टोमा होइन। कामै गर्दैनन् यार गभर्मेन्टले। त्यहाँ ठुलो खाल्टो पोखर यत्रो खाल्टो भएपछि बल्ल गर्ने क्या काम भनेको क्या। मन्त्री को यहाँको पोखराको यो सडक विभागको मन्त्री बनाउनु पर्ने यार। कि त त्यहाँ हल्का त्यो बारसाल लाएर केही गरिदियो। आफूलाई त अब इनड्राइभ पनि अब त्यही लेक्साइबाट मात्र लाग्छ, अरू ठाउँबाट लाग्ने चान्सै छैन। कहिलेकाहीँ यस्तै मान्छे छोडाएर अनि बाटोमा हिँड्दा झुकेर लाए मात्र हो, नत्र चाहिँ प्रायः जस्तो चाहिँ लेक्साइबाट चाहिँ मैले मान्छे चाहिँ पाउँछु। हाइवेमा चाहिँ नि त चिच्चाएर बोल्नुपर्छ कि, तर हावाले चाहिँ मेरो आवाजै आउँदैन, कर्र मात्र आउँछ आवाज। हावा अनि आवाज पनि सानो आइदिन्छ त्यसपछि। अनि फेरि यस्तो साह्रो बोल्दाखेरि उस हुन्छ कि फेरि रिसाएर बोलेछ क्या हो भन्ने हुन्छ। फेरि त्यस्तो होइन है गाइज है, म रिसाउँदिनँ नि खासै। केपिओलीको काउन्टडाउन सुरु भइसक्यो काठमाडौँमा। नेपालभरिको अधिराज्यमा चाहिँ अब चाहिँ बल्ल हुन्छ शासन, कस्तो हुन्छ देश भन्ने कुरो अब त्यसपछि थाहा हुन्छ है। देश भन्ने कुरो अब कति छिटो विकास गर्न सकिन्छ भन्ने कुरो चाहिँ थाहा हुन्छ त्यसपछि क्या। यिनीहरूले 20 वर्ष जन्मेकै 26 वर्ष भइसक्यो होइन। अब म जन्मेबाट चाहिँ यिनीहरूले यो गणतन्त्र हो के भन्ने वादी यिनीहरूले गरे, तर जन्मेको 26 वर्ष हुँदा पनि विकासको नाममा केही छैन के भन्ने अब यस्ता चोर फटाहरूलाई। हामी चाहिँ अब कस्तो हुन्छ चाहिँ अब हाम्रो काम चाहिँ अहिलेको यसलाई चाहिँ अब पठाउ भनौँ न, पठाउ होइन। अब त्यो पठाउको लागि पनि अब हामी चाहिँ पठाउ काम गर्छ भनेर चाहिँ हाम्रो प्रुफको लागि चाहिँ हामीले दर्ता गर्न पर्ने भयो अरे। त्यो दर्ता गर्नको लागि चाहिँ हामीले 25,000 रुपियाँ हामीले पोखराको गभर्मेन्टलाई दिन पर्ने भयो अरे। के यो राइट हो त? यो गभर्मेन्ट जाबो त ठिक छ, लिगल गर्यो भन्दैमा उनीहरू कस्तो हुन्छ चाहिँ ल पठाउ काम लिगल गर्यो भन्दैमा चाहिँ उनीहरूले यसरी हामीसँग चाहिँ पैसा लिनु ठिक हो त? होइन नि होइन। त्यस्तो यो त एकदम गलत काम, भ्रष्टाचारै भयो कि, त लास्टै भ्रष्टाचार भयो क्या। आफूले सुन्नेअनुसार बुझ्नेअनुसार अब त्यही दर्ता गर्नको लागि 25,000 रुपियाँ, अनि वार्षिक हो कि मासिक 5,000 रुपियाँ तिर्नुपर्छ अरे। अनि हामीले त यो त यसको त कर त हामीले तिरिरहेको छ नि त डेली भन्नाले 1-1 वर्षको कर त हामीले तिर्छ नि त स्टुडेन्टको साथमा पनि। अनि
दर्ता गरेको 25,000 अनि वार्षिक 5,000 अनि यसलाई यसको करको चाहिँ 5-6 हजार कति हुन्छ त्यत्रो हामीले दिन कहाँ सकिन्छ त नि गभर्मेन्टलाई भनेको त करप्सन भएन र यो त भनेको उतासुकै करप्सन गर्न लाएर अनि जनतालाई लुटेर होइन तिमीहरू यस्तो के गरेको त्यस्तो दिस इज नट गुड म्यान नट गुड आदि के भन्छ त्यसलाई ट्याक्स चाहियो भनेर तिमीहरूले इन्ड्राइभसँग कुरा गराउन होइन हामी त इन्ड्राइभलाई ट्याक्स पे गरेर आएको त इन्ड्राइभलाई पनि ट्याक्स पे गर्यो अनि गभर्मेन्टलाई पनि ट्याक्स फेऱ्यो त्यसरी त अनि औडा हुन्छ त्यसरी त अनि नट गुड नेपाल गभर्मेन्ट जतासुकै आँखा लाउनु पर्यो होइन करप्सनमा आँखा लाउनु भएन करप्सन मुक्त हुन पर्यो नेपालभरि अनि इन्कम ट्याक्स पनि फ्री हुन पर्यो कतिजना अब जस्तै अब अरू देशमा पनि म्याक्सिमम् त्यो देशमा इन्कम ट्याक्स त लिन्छ लिन त तर नेपाल त एउटा त्यस्तो त्यो धनी देश त होइन नि त अनि त्यसरी त्यो ट्याक्स लिनुपर्ने त्यस्तो चाहिँ छैन कि त्यो के नर्मल्ली मान्छेले 10-15 हजार कमाउँछ त्यसको पनि इन्कम ट्याक्स लिने यार एउटा लाउने कि अब अर्को देशमा जानुभन्दा आफ्नै देशमा दुःख गरौँ भनेर बसेको मान्छेहरूलाई इन्कम ट्याक्स बैठटा करप्सन पनि त्यही गरेछ हाम्रो नेपाल गभर्मेन्टले राम्रो काम गर्न पर्यो होइन तपाईँहरूलाई सबले रेस्पेक्ट गर्छ के राम्रो काम गरेन अनि कसले गर्दा रेस्पेक्ट यो बाटोमा खाल्टाखुल्टी भएको लगभग 8-9 वर्षै भयो होला यति बाटो बनाउन सक्दैन होइन पैसा चाहिँ चाहिने उनीहरूलाई घोसडेकीहरू यति फ्रस्ट्रेसन छ नि गभर्मेन्टमाथि होइन फकिङ गभर्मेन्ट फकिङ रुल्स हल्का ब्लर देखायो क्या अहिले चाहिँ म साराङ सो कालो आयो होइन अहिले चाहिँ म साराङकोटमा छु होइन प्यासेन्जर चाहिँ कहाँको ताइवानको प्यासेन्जर हो माथि भ्यू हेर्न गएको छ म चाहिँ के आराम भयो एक्लै होइन यहाँबाट चाहिँ होइन त्यो गणेशको स्ट्याचु चाहिँ हामी देखिँदो रहेछ क्या यहाँबाट चाहिँ म चाहिँ माथि गणेशपालि चाहिँ अब पछि यसो जानु पर्ला एक्चुअली भ्यू है गणेशको है हामी देखियो तर अलि बुझ्दैन भिडियोमा चाहिँ तर यताबाट नि हल्का सानो देखियो कि अनि म चाहिँ अब यहाँ चाहिँ कतितिर कुदेर बस्ने त है घाम पनि वाइल्ड लगाइरह क्या घाम वाइल्ड लगाइरह बिचरा त्यसलाई फेरि अब के भन्छ अरे हिमाल हेर्न मन लाग्यो बिचरा है हिमाल हेर्नको लागि त्यो माथि गइरहेको न म त यसै कामै भएन अनि त्यहाँ यस्तो भिडियो बनाइदिउँ भनेर चाहिँ यस्तो होइन कस्तो हुन्छ के हुन्छ सी यू एगेन अलवेज फरएभर अब भिडियो भन्ने कुरा कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ मेरो पनि इच्छा नै छ राम्रो भिडियो बनाऊँ भन्ने होइन तर त्यो त अब बन्ने र नबन्ने त अब मलाई पनि थाहा हुँदैन नि त जे भए पनि मन पराइदिनु जस्तो भए पनि होइन साथ सपोर्टहरू सधैँभरि दिइराख्नु यहाँ पुग्छ मेरो काम छ कैसे नै ठिक छ तर यो मेरो चाहिँ होइन एकैचोटि है
मेरो चाहिँ दाइ होइन त्यो स्पिडको सुई हुन्छ नि त्यो बिग्रियो एउटा अनि नजिकको बत्ती बिग्रियो यसको तार भाँचिन्छ सानो है हजुर किलोमिटर तार भाँचिँदा तिम्रो किलोमिटर तार गयो त्यसको जहाँ छ तिम्रो भन्ने बित्तिकै अनि त्यसको नजिकको भनेको बल जल्यो तिम्रो 1 पोइन्ट बल बल्छ 1 पोइन्ट बलेन 5 साइडको बल्छ अर्को बल्दैन टिम बलेन हेड मात्रै बल्यो त्यसमा दुईटा हुन्छ एउटा चाहिँ बल्यो एउटा बलेन त्यसलाई अब फुर्सद लिएर आऊ अनि त्यसपछि अनि अब यस्तो गर्छु भोलि दिउँसो त्यस 12:30 बजेबाट 1 बजीभित्रमा आउँछु सामान चाहिँ रेडी गरिदिनु होइन सानो सामान चाहिँ त्यो तार कुन मोडलको खोलेपछि मात्रै थाहा हुन्छ त्यसको अहिले हेर्नु नि त कुन मोडल हो होइन त्यो भित्र खोलेपछि बल्ल थाहा हुन्छ सबै खोल्नु पर्छ यसको हेडलाइटको अगाडि हाइलाइट साइड सबै निकाल्नु यो यामाहाको J8 नयाँ हाम्रो गुगलमा सजाउनु न अहिलेको 125 हो त्यो चाहिँ धेरै बेला त्यो गुगलमा अतानि कि फेरि झ्याप्पा आएपछि सबै सामान रेडी भएपछि चाहिँ सजिलो हुन्छ क्या छिटो पनि हुन्छ त्यो चाहिँ बललाई बरु काम लाग्दैन बल छ है तार त जान्छ कुन मोडलको त्यो हेरेपछि अनि बल्ल अनि थाहा हुन्छ त्यही पनि यो 125 हो के अरे जेटा भयो भने म ल्याएर राख्छु ल है त्यति भन्नु भोलि टाइम लाग्छ काले फेरि चिन्दै टाइम मेरा हुन्छ एकैछिन त्यो आधी घन्टा 1 घन्टा त भइहाल्छ 1 घन्टा जति लाग्छ 1 घन्टा लाग्छ लाउनु न होला हैन यसो नि बाबा यहाँ कोही नभए लाए न त पुर्नु त्यो त हो त्यसो ल भोलि आधी घन्टा भ्याइ भोलि 12:30 1 बजेभित्र आउँछ ओके यो मिटरको यो सुई नै चल्दैन क्या होइन आई होप साथ र सपोर्ट गर्नुहुन्छ भन्ने आशा र भरोसा राखेको छु होइन म आजको भ्लग चाहिँ म एन्ड गर्छु